समयमा मैले एक बार के गरेको थिएँ, प्रचार पनि गरेको थिएँ। हाम्रो जो पास्टरको निम्ति जो भजिन्दर सिंहको पास्टर अनि एउटा अङ्कुर नरौलाको निम्ति जब र एउटा रोय थाहा यी तिनवटाको विषयमा मैले दर्शन दिएको थिएँ होइन। एक दिन मलाई प्रभुले भन्नुभयो, जब दर्शनमा प्रभुले भन्नुभयो के यिनीलाई अझ सुसमाचारको खाँचो परेको छ। अनि एक दिन मैले भने प्रभु यिनी त ठुल्ठुला आगोवाणी बोल्नेवाला व्यक्तिहरू छन् नि त, यिनी त ठुल्ठुला भविष्यवक्ताहरू हुन्, ठुल्ठुला त्यो आगोवाणी पनि बोल्छन्, मानिसहरूलाई सम्झाइ गरिरहेका छन्, यिनलाई छुटकारा गरिरहेका छन्। अनि यिनी त ठुल्ठुलो कामहरू आशीर्वादहरू गर्छन् त प्रभु, यिनीलाई सुसमाचारको किन जरुरत छ? प्रभुले भन्नुभयो अझै यिनलाई जरुरत छ। यिनले भूत भगाउनेमा, यिनले आगोवाणी बोल्नेमा, यिनले आश्चर्य परम गर्नेमा, यिनी आगोवाणी भविष्यवक्ता बनेर यिनी अझ परमेश्वरको राज्यमा प्रवेश गर्न प्रभुले भन्नुभयो म त्यो कुरा गरेको छ, प्रभु भन्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्ने छैन। जब मैले भने प्रभु तिनले ठुलो आश्चर्य परम गर्छन्, भूतहरू भगाइरहेका छन् होइन, किन सुसमाचार किन जरुरत चाहियो? तर त्यहाँ प्रभुले भन्नुभयो होइन, सुसमाचारको जरुरत दर्शन देखेँ। अनि मैले त्यो बेला पनि मैले प्रचार गरेको थिएँ दर्शनबाट। साँच्चै नै तिनको जीवनमा समस्या आयो। कसैलाई थाहा छ नेपालमा रोय थापाको बारी मात्र हामी सुन्छौँ भने उनको जीवनमा पनि त्यहाँबाट समस्या सुरु हुन थाल्यो। अनि अङ्कुर नरौलालाई पनि हजुर देख्नुभयो, बिचमा उहाँको पनि समस्या आएको थियो होइन। अनि अहिले भजिन्दर सिंहको साथ नगरेको काम अस्ति मैले जब हाम्रो पाठबाट कुरा गरेको थिएँ, यो दर्शन मैले एक समयमा दिएको थिएँ। उहाँले भन्नुभयो सायद जब भजिन्दर सिंहलाई जेलमा हाल्नेको कुरा चलिरहेको छ, मैले भने जो दर्शन मैले देखेको दर्शन पुरा भइरहेको छ। अनि उहाँले भन्नुभयो भिडियो बनाएर हालिदिनु त होइन, यो भिडियो बनाएर हालिदिए किनकि सायद पश्चात गरेर फर्किन्छन् कि। अब मैले त्यो दिनको बार मैले बिर्सिसकेको, किनकि म कहीँ बार सोच्छु मैले जुन दर्शन देखेँ म त्यसलाई लेखेर राखेको, तर म लेख्छु राख्छु भन्दा भन्दै भुलिजाउँ होइन। त्यो परमेश्वरले यदि हाम्रो भित्र जस्तै भविष्य वक्ता जति प्रोफेट भए पनि, जति मानिसलाई सम्झा गर्ने व्यक्ति भए पनि, यदि हाम्रो भित्र प्रेम छैन, परमेश्वरको वचनले भन्छ तिमी आत्मिक दान जानेवाला हालेलुया हालेलुया हो। त्यो प्रोफेट भएर बाहिर खुसी भएर प्रचार गरेर मानिसलाई दिनभर कथा गरेर मात्रै होइन हालेलुया। आत्मिक दान, हाम्रो आत्मिक विश्वास होइन, हाम्रो आत्मिक आराधना हुनुपर्छ। प्रभुसँगको मेरो सम्बन्ध कस्तो छ? हामी बाहिर देख्न ठुल्ठुलो मान्छे बनेर बाहिरका मान्छेले हाम्रो वाह गरेर के खाँदैछौँ? भजिन्दरसँग हेर्नुभयो कति मान्छेले वाह आज उनी जेलको अवस्थामा परेका छन्। आज त्यसो हुनुहुन्न। हाम्रो हामी प्रभुसँगको सम्बन्ध होइन हाम्रो भनेको पनि हामी अरू भजन जान्छौँ नि, हजार के भनेको छ थोरै भन्दा थोरै व्यक्ति कति हुन्छ भने 1000को समान। आज थोरै व्यक्तिमा पनि हामीले सेवाकाई गर्छौँ, आत्मा सत्यताको साथमा होइन, विश्वासको साथमा, आत्मिक दानको साथमा यदि हामी परमेश्वरको सेवाकाई गर्छौँ। चाहे एउटामा चाहे दुईजनामा हामी गर्छौँ, 2-4जनालाई 1-2जनालाई हामी त्यसलाई आत्मामा त्यसलाई हामी खडा गर्छौँ भनेपछि यही हाम्रो ठुलो विश्वास ठुलो परिश्रम हालेलुया। आज हामीले धेरै भिडभडका कथा गरेर हो हल्ला गरेर होइन, आज हामी त्यसलाई पुग्नु प्रभुले हजुर र मेरो आत्मालाई देख्नुहुन्छ हालेलुया। विश्वासलाई प्रभुले देख्नुहुन्छ होइन। हामी जस्तै पार पनि किन नहटाइदिउँ, जस्तै विश्वास हाम्रो किन नहुन्छ, तर हाम्रो प्रेम छैन। हामीले प्रेम कसरी गर्न सक्छौँ होइन? प्रभुबाट आएको प्रेमले भनेको छ यो कुरालाई किन सुना, किनकि विश्वको प्रेमले तिमीले प्रेम गर्नुपर्छ हालेलुया। एउटा कुरा हामीले जब प्रेम गर्छौँ भनेपछि के हुन्छ, हामी सबैलाई प्रेममा देख्छौँ। जब हामी एकअर्कालाई प्रेम गर्दैनौँ भने अर्कोलाई पनि बिना प्रेमको देख्छौँ हालेलुया। मान्छे आफ्नो मन ठिक छ भने सबैको मनलाई ठिक देखिन्छ हालेलुया। राम्रो होइन, कस्तो राम्रो मान्छे हो, मान्छे छोरा हो भनेर नि हाम्रो भित्र प्रेम छैन भने
अरूलाई पनि खराबै छ जस्तो म छु त्यस्तै म अरूलाई सुन्छु। हालेलुया। सबैलाई के गर्न थाल्छु म खराब थाल्छु, म असल थाल्दिनँ। आज भनेको छ प्रेम हुनुपर्छ तिमीभित्र। हालेलुया। प्रेम हुनुपर्छ। अनि भनेको छ यदि मैले सारा सम्पत्ति बारी दिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। आफ्नो सम्पत्तिहरू बारी दिन्छु होइन, आफ्नो सम्पत्तिलाई म बारी दिन्छु र मेरो शरीरलाई पनि जलानीको निम्ति मेरो विश्वास छ होइन, कोटको विश्वास छ। तर मेरो भित्रको भनेको कन भनेको प्रेम छैन भने त के लाभ छैन। गर्नु व्यक्ति हो तर ती सबै कुरालाई छोडेर बरु मैले प्रेम गर्नु पर्छ। प्रेमको बाटोलाई पक्रिनु परिसकेको छ। हामी त जलाउनेको शरीरलाई दिनु परिसकेको छैन, हामीले त्यो सम्पत्तिलाई बाहिर दिनु परिसकेको छैन, तर हामीले प्रेम गर्नु परिसकेको छ। हामी प्रेम गर्यो भनेपछि हामी सबै कुरा दिएका हुन्छौँ। हामीले धेरै दिएर खाएर पिलाएर त्यसलाई प्रेम गरेर मात्रै पनि होइन, त्यसको घरमा आना जावट गरेर भोज भोजेर खाएर प्रेम गरेर पनि होइन। हाम्रो मुखको शब्दबाट जब हामी भेट हुन्छौँ नि, हाम्रो राम्रो स्वभाव, राम्रो बोली, राम्रो वचन हाम्रो मुखबाट त्यो व्यक्तिको लागि निकल्छ भनेपछि आज हाम्रो राम्रो बोली हाम्रो निकल्छ, राम्रो स्वभाव हालेलुया। प्रेम हामीले ठुलो कुरा हाम्रो हृदयको प्रेम हुनुपर्छ। आज हामी कसैलाई एकदमै सिलानी गरी मात्रै भन्छ त्यो मान्छेको बिना कति ठुलो प्रेम दिन्छ तपाईँ, अनि कति दिनहरू कति सानो प्रेम दिन्छ होइन, त्यो प्रेमै गर्दैन, त्यसको बिना प्रेमै छैन। तर प्रेम छ हाम्रो हृदयमा। प्रेम छ त हामी सिकेका छौँ, प्रेम नभए हामी सिक्दैनौँ होइन, र हामी प्रेम गर्छौँ एकअर्कालाई। अर्कोमा पढ्नुहोस् त 4 मा प्रेम सहनशीलता हुन्छ र दयालु हुन्छ। प्रेम सहनशीलता, प्रेमले सहन गर्छ, सबै कुरालाई सहन गर्छ, दयालु पनि हुन्छ, प्रेमले डाहा पनि गर्दैन, त्यति पनि गरिरहेको होइन। प्रेमले कुनै स्थिति पनि गर्दैन, प्रेमले सहनशीलता हुन्छ। कसैले हजुरलाई जुनका कुरा भनिन्छ भने हजुरले सहन सक्दैन होइन, यिनीहरूको प्रेम छ। यदि प्रेम छैन भने सहन सक्दैन। यदि मलाई कसैले मेरो भित्र प्रेम छैन भने चाहिँ मलाई कसैले एउटा कुरा भनिदिन्छ भने म त्यसलाई एउटा कुरा भनिदिन्छु होइन, म सहनै सक्दिनँ। तर प्रेम छ भने म सहन दिन्छु होइन। कसैले मलाई के भन्छ म सही अरे किन त्यस्तो गर्ने, मैले सुन्नु पर्छ होइन, मैले देख्नुपर्छ होइन। मैले के भने मैले मैले एउटा कुरा याद गरिदिएको थिएँ, मैले कसैको कुरा सुन्नुपर्छ। पहिलेको खालि सुन्दैनौँ नि त कसैको कुरा होइन, कसैले कुरा गर्दा हामी सुन्दैनौँ, त्यो के हुन्छ नसुन्दा गरी समस्या पनि हुन्छ होइन। त्यो मैले सोचिरहेको थिएँ कसैले कुरा गर्छ भने त्यसलाई सुनिदिनुपर्छ, तर त्यो सही र असल के हो त्यसलाई न्यालेर त्यसको जवाब पनि तर पहिला हामीले सुनिदिनुपर्छ र त्यो हो यो असत्य हालेलुया। कसैले भन्दा सर्दै भन्दा सर्दै जवाब दिइहाल्छ अरे होइन, त्यस्तो मेरो जीवनमा नभएको प्रभु भनेर म आफूलाई प्रार्थना गरिरहेको कसैले केही कुरा बताउँछ भने त्यसलाई सुन्नु परिसकेको छ, त्यसको बाद हामीले त्यसलाई बताइदिनु परिसकेको छ भनेको छ। सहनशीलता हुनुपर्छ, कोही कुरा हामी सहन गर्नुपर्छ, कति कुराहरू अनि विशेष गरिकन झन् हामीले सहनुपर्छ। यसरी भन्छु म कति मान्छेको अवगत नभनुपर्छ, अवगत भएर मात्रै काम हुन्छ, सबै कुरा सहनु पर्छ त अवगत होइन। कसैले गाली गर्छ त्यो पनि सहनु पर्यो, कसैले निन्दा गर्छ त्यो पनि सहनु पर्यो, अनि कसैले हजुरलाई दुख दिन्छ त पनि सहनु पर्यो होइन, धेरै कुराहरू सहनु पर्छ हामी अवगतहरू। त्यो आज भनेको छ सहनशीलता हुनुपर्छ। सहनशीलतालाई नै प्रभुले पनि नियुक्त गर्नुभएको छ। प्रभुले यसैलाई नियुक्त गर्नुहुन्छ। प्रभुले आफ्नो दास दासीलाई किन नियुक्त गर्नुहुन्छ, किनकि तिमीले धेरै कुरालाई सहनुपर्छ, अनि त्यसलाई पिउनुपर्छ, अनि उनको सहनशीलताको जीवन देखाउनुपर्छ भन्ने प्रभुले हामीलाई दिन्छ। प्रभुले हजुरलाई थाहा छ प्रभुलाई
मान्छेले कति निन्दा गरे, कति पुछे, कति मलाई पिटे, तर उहाँको प्रेम कदापि कम हुँदैन। हालेलुया। यो कम भएको भए मान्छेहरूलाई के उहाँलाई मार्नु होला, गाल गर्न सक्नुहुन्थ्यो, उहाँहरूलाई केही पनि गर्न सक्नुहुन्थ्यो होइन उहाँले, तर उहाँले केही पनि किनकि उहाँको भित्र प्रेम थियो। उहाँको दाढी मुछेका पनि, उहाँको कपडालाई चित्ता हालेका पनि, उहाँलाई क्रुसमा लट्काएका पनि परमप्रभुले यो उहाँलाई कोरा लगाएका पनि हामी प्रेम गर्नुभयो मान्छेलाई। त्यसैले आज हामीलाई पनि अवसरको नाते हामीले पनि ईश्वरलाई अनुपर्छ। के पर्छ हामीलाई कस्तो दुईवटा कुरा विश्वासले भनिन्छ भने हामीलाई नभए के भन्छ के भन्छ अरे पास्टर भएर पास्टरी भएर झगडा गर्छु होइन बदनाम हालेलुया। हाम्रो भित्र हालेलुया। आफै गर्न सक्दिनँ तर प्रभुको प्रार्थना गर्नुपर्छ प्रभु मलाई शक्ति दिनु। आमेन हालेलुया दयालु बनाउनु छ हामीलाई निर्मित बनाउनु हालेलुया प्रार्थना गर्नुपर्छ भनेको चाहिँ किनकि भनेर दयालु हुन्छ होइन अनि त्यो सिन्ती पनि गर्दैन हामीले दाहा पनि गर्दैन र मृत्यु गर्दैन। प्रभुको जनले दाहा गर्दैन अनि सिन्ती गर्दैन होइन तर प्रेम गर्छ हामीले। अर्कोमा हामी हेर्छ 5 मा प्रेम हटी हुँदैन न ढिल हुन्छ, प्रेमले आफ्नो कुरामा चित्ती गर्दैन, झट्को मान्दैन, खाइदिन्छ। यहाँ के भने प्रेम के हुन्न गरे प्रेमले हटिँदै गर्दैन, प्रेमले चित्ती गर्छ न। प्रेम चाहिँ एकदमै के हुन्छ प्रेमले आफ्नै कुरामा चित्ती गर्दैन, घरको मान्दैन, शादीको हिसाब पनि गर्दैन। के भन्छ प्रेमले चाहिँ हटी गर्दैन। अरू प्रेमले कुनै कुरामा हटी हुन्छ नि बच्चाहरू कति मैले यो चिज चाहिन्छ चाहियो, यो चिज मैले पाउनु छ होइन कति जिद गर्छ नि बच्चाहरूले। त्यसै प्रकार आज प्रेमले भनेको प्रेमले चाहिँ गर्दैन अनि हटी हुन्न। कति बच्चा हटी गरेर हुन्छन् तर प्रेमले भनेको हटी गर्दैन। एउटा कुरा भनिदिएपछि त्यो बुझ्छ तर भनेको छ प्रेम हटी हुँदैन र झिट पनि हुन्न। प्रेम झिट पनि हुन्न भनेको छ मान्दैन, भनेको छ मान्दैन, यो गर्न यो जान यहाँ जान यस्तो गर्न भनेको मान्दैन। नमानेपछि के हुन्छ त्यो तर प्रेमले भन्छ अब हामीलाई गरे भन्नुहुन्छ कि यस्तो सेवामा जाऊ हामी मान्दैन हामी ढिट बनिरहेका छौँ सुनिरहेका छौँ होइन हामी ढिट बनेर बसिरहेका छौँ कति भइरहेका छौँ मान्छेका प्राइभेट मान्छेको त्यस सेवामा जाउँ न यस्तो काम गरेर जाउँ न हामी जाने कथामा जाउँ न हामी जाने के माग्नुको लागि हटी भइरहेका छौँ तर हामीलाई कहीँ पठाउँछन् तब हामी के भइरहेका छौँ गीत बनिरहेको छ मान्दैन सिम गरिएको छ तब के हुन्छ त्यो राम्रो हुन्छ। हामीलाई प्रभुले जब हामीलाई अघि आउँछ हामीलाई उठ्नुको बितेको दिनमा जब उहाँको बच्चाको आइरहेको थियो होइन बुला आइरहेको अनि त्यस्तोमा हामी गीत भेटेका थियौँ नि होइन हामीले गीत बोलेका थियौँ हामी जाने जान्न तर मलाई त्यो अब्राहमको याद आयो होइन अब्राहमलाई परमेश्वरले जाउँ भन्दा गरी प्रभुको आवाज आएर को ठाउँमा जाउँ भन्दा गरी अब्राहम बिना पर्सनको उठेर कोही ठाउँ जानेको लागि थिए पर्सन उत्तरहरू पत्ता गरेर बालाहरू पत्ता गरेर होइन अब्राहमलाई हेर्छ मैले अब्राहम बिना पर्सनको होइन कुनै पनि उत्तर सोधिन कुनै पनि किन जानेर प्रभु कस्तो जानेर उनले भन्दै भनेन याद आयो मैले भने म जान्छु हालेलुया मेरो शासनमा हाम्रो पाखा गर्न जानु परमेश्वरले काम गर्नु हालेलुया हामी गीत भइरहेका थियौँ तर त्यो प्रेमले गर्दा चाहिँ हामीलाई जाने बाध्य भयो। त्यति प्रकार प्रेमले भन्छ कि हुँदैन हुन्न अनि प्रेमले आफै कुरामा गर्दैन घरको मान्दैन होइन
प्रेमले के गरेन आफ्नै कुराहरूमा जित कति मान्छे हुन्छ नि आफ्नो कुरामा जित लगाउने व्यक्ति हैन जित गर्ने व्यक्ति बस मैले यही गर्ने त गर्ने हो अनि त्यहाँ जाने हो त जाने हो अनि त्यो काम गर्ने त गर्ने हो हैन जित हुन्छ नि कति मान्छे हुन्छ जो भनेको छ जित पनि गर्दैन जो एउटोले भन्छ त्यसलाई मान्छ हालेलुया जीव भएर मैले भनेको मात्रै हुनुपर्छ मैले भनेको मात्रै काम गर्नुपर्छ अनि मैले भनेको अनुसार मात्रै हिँड्नुपर्छ यस्तो जित हुनुहुँदैन भनेको छ प्रेमले जित गर्दैन कुनै कुरामा जित दिनुहुन्न भनेको छ हालेलुया कति मान्छे जित गरिरहेको अवस्था हामी देख्छौँ घरको माने कसरी के भन्नु त्यसलाई घरको माने भजन सेनाको भन्छ कुकर्मीहरूलाई देखेर तिमी घरको नमान होइन कुकर्मीहरूलाई देखेर तिमी घरको नमान कसैलाई नराम्रो देखेर तिमी एकदमै झडक्क झरिरहन्छौ नि त्यो कस्तो व्यक्ति हो नराम्रो व्यक्ति छ होइन कस्तो खराब व्यक्ति हो एकदमै झडक्क माने आउँछ हो प्रभुले भन्नुहुन्छ त्यस्तो झडक्क मान्दिन तिमी अनि किन भएको होला कस्तो होला त्यो होइन आरामसँग प्रेमको साथमा सुन्दर बनेको छ नि मैले आफ्नो श्रीमानलाई केही कुरा भन्दा केही सहयोग हुने काम भन्दा म प्रेमको साथमा भन्छु म पनि जब केही कुरा हुन्छ केही गल्ती हुन्छ म डराइहाल्छु पहिले म ठक्क पाइदिन्छु तब म प्रार्थना गर्छु मेरो श्रीमानको लागि प्रभु मैले उहाँलाई भनेको छु अनि उहाँले मान्नुहुन्छ पहिले म प्रार्थना गर्छु तब म उहाँलाई भन्छु उहाँले फेरि त्यसलाई मान्नुहुन्छ हालेलुया अनि यदि झगडा गरेर भन्छौँ भने त हुनै हुन्न होइन कुनै कुनै कुरा प्रेमको साथमा यदि हामी भन्छौँ त्यो हुन्छ हालेलुया जुन कुरा हाम्रो प्रेमको साथमा भइजान्छ जुन कुरा हाम्रो प्रेमको साथमा मिलिजान्छ हामीलाई झगडा गर्ने आवश्यकता हुन्न नि त अनि म पनि प्रार्थना गर्छु अनि कुनै चिज लिएर आएको छु भने मलाई पनि डर लागेको छ उहाँले नलिनु भनेपछि मैले लिएको हुन्छु अनि मलाई डर लागेको छ प्रार्थना गरिरहेको छु म कुनै बात होइन मलाई घबराट हुन लागेको छ डर अनि प्रार्थना गर्छु प्रभु तपाईँको दास हुँदैन पुरा गर्नुहोस् तपाईँ देख्नुहुनेछ केही नबस्नु मनमा तपाईँ प्राय काम पनि गर्नुहुन्छ होइन हामी जब आएर म त यस्तो ल्याउँछु नि भनेर मैले त 4 माइली भयो अब हामीले प्रार्थना गर्नुपर्छ हालेलुया अनि दाजुभाइहरू केही भन्नु हुँदैन अनि सबै कुरा घरको पनि मान्दैन कुनै कुरा घरको पनि मान्नु हुँदैन कसैले हामीलाई केही भन्छ झनक्क हुनु पनि पर्छ पहिले वर्ष हामी गरेर भन्छु पहिले वर्ष म झनक्क भयो भने म पसिरहन्छु मैले सुन्नु गर्नु पर्यो किन गयो होला होइन त गर्नु पर्ने जानु होइन मैले मलाई माफ गर्नु म माग्दिनँ अनि पहिले कस्तो कति मान्छेहरू एकदमै विश्वको भएर मान्छेहरू अन्तसँग पनि बोलिदिन्छ नि त होइन विश्वको दिनै मान्छेलाई नराम्रो बोली पठान्छ तर म कहिले कस्तो बोलेँ भने फेरि मलाई पस्तावा आउँछ पहिला कुरा त मलाई प्रचण्डले मलाई त्यो गरिदिएको हुन्छ कन्ट्रोल गरिदिएको हुन्छ कहिले कस्तो प्रचण्डले भाइर गएर बोल्यो भने त्यो पस्तावा अनि हामी अर्को देख्छौँ भनेपछि प्रेम खराबीमा पस्नु नहुँदैन तर ठिक कुरामा खराब कुराहरूमा पस्नु एकदमै खुसी हुन्छ प्रेमले खराब कुराहरूलाई पराइराख्न चाहन्छ असल कुरालाई चाहे लिन चाहन्छ अनि प्रेममा खराबीमा पर्छन् हुँदैन तर ठिक कुरामा उ गर्न के भन्छ खराबीलाई देखेर पो पर्छ नहुन्न होइन प्रभुले नराम्रो कामलाई देखेर पर्छ हुनुभयो जब जेरुसलेम मन्दिरमा जब त्यहाँ मन्दिरमा मानिसहरूले 3 गीत गरिरहेको बेलामा होइन त्यहाँ अड्डा 3 गीतको अड्डाहरू त्यहाँ गरिरहेका थिए त्यस बेला के प्रभुले त्यहाँ तिमीलाई माया गर्नुभयो किनकि उहाँको भित्र प्रेम थियो यसैले उनीहरूलाई त्यो सुधार गर्नको लागि के गरिदिनु भयो सबै कुरालाई त्यहाँ पर्साइदिनु भयो हटाइदिनु भयो भेडा बाख्रालाई दिनुभयो उसलाई त्यहाँ कबुतरहरूलाई उडाइदिनु भयो किनकि उहाँको भित्र प्रेम थियो त्यो खराब कुरालाई देखेर त्यो मन्दिरमा त्यो दाम र देशको अड्डा बनानेको कारण प्रभुले त्यसलाई हटाइदिनु भयो।
किनकि उहाँ प्रथम गुरु होइन नि त, उहाँले मेरो मन्दिरमा के भइरहेको छ, गुरुको महिमाको कुरा हो, तर चोर र डाकुको अड्डा बनाएका छौँ, किनबेचको अड्डा बनाएका छौँ। आज हाम्रो जीवनमा पनि त्यस्तै छ भनेपछि हामीले विचार गर्नुपर्छ। हालेलुया। अहिले हाम्रो हृदयमा पनि त्यस्तै प्रकारको डाको र किनबेचको त्यस्तै खानेको यदि हाम्रो भित्र छ भनेपछि हामीले त्यसलाई हटाउने पर्नुपर्छ। प्रेमले यस देशमा बस्नुहुन्न। राम्रो असल कुरामा कसैले राम्रो कुरा गर्छ भने, राम्रो काम गर्छ भने सब भन्छ नि मान्छे कस्तो राम्रो मान्छे हो भन्छ कि भन्दैन। राज्यको प्रशंसा गर्छ भने कस्तो राम्रो व्यक्ति हो, कस्तो राम्रो परिवार हो भन्छ नि मान्छेले, राम्रो देखेको तर खराब देखेको मान्छे। आज हामी खराब पर्सनमा हुनु हुँदैन, तर असल कुरामा हामीलाई रमाउनु पर्छ। जब खराब कुरा गर्छ नि रमाउन केही न केही मेरो हृदयमा चलिरहेको किनकि त्यसमा यसले भनेको छ असल असल कुराहरूमा रमाहार गर्नुपर्छ। अनि भनेको छ हामी अर्कोमा हेर्छौँ भनेपछि प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा ईश्वर रहन्छ। हालेलुया। सबै कुरा सहन्छ। कुनै कुरा त सहन सकिन्न भन्दा भन्नै पर्छ, तर गरामै पर्छ भन्छ नि। प्रेमले परमेश्वरले गर्दा हामीको प्रेम त्यसलाई हामी सहनुपर्छ र सहनेको लागि पनि हामीलाई बताएको छ। प्रेम गर्छ भनेपछि प्रेमले त पवित्रलाई सहने गर्छ, पौलुसमा भनिरहेको छ। तर के भनेको छ सबै कुराको पत्यार पनि गरिन्छ। सबै कुराको पत्यार गर्ने व्यक्ति हुनुपर्छ। कुनै कुराको पत्यार कुनै कुराको पत्यारमा हुने हुनुहुन्न। कुरामा पत्यार मान्ने होइन, इमान्दार मान्ने रहनुपर्छ। हालेलुया। पत्यार मान्ने रहन्छ त कसैमा खराब पनि हुन्छ। सबै कुरामा सबै कुरालाई खाने, सबै कुरामा के गर्ने आवश्यकता छ, पत्यार हुनुको आवश्यकता छ। अनि सबै कुरामा आशा राख्दछ। सबै कुरामा ईश्वर रहन्छ। प्रेम के हुन्छ, सबै कुरामा ईश्वर हुन्छ, सबै कुरामा पत्यार हुन्छ। अनि कसरी गर्दा तर पत्यार मानिन्छ त। अब त्यो एउटा मान्छेले एकपल्टि गर्नु, त्यो मान्छे बार भन्छ त्यो मान्छे एकपल्टि गर्ने भयो भने सायद राम्रो काम पनि गर्ला नि, हामी पत्यार गर्छौँ। त्यो सायद राम्रो बाटोमा हिँडेको नि पत्यार गर्छ। एकबार जो मान्छेले गल्ती गर्छ या एकबार कोही लडाइँ गर्छ, कोही झगडा बार झगडा गर्छ, लडाइँ त गर्छ, अनि त्यसलाई बार भन्ने काम गर्छ, पत्यार गर्छ। प्रेमको कहिले अन्त हुँदैन। आगमवाणीहरू बितेर जानेछन्, भाषाहरू पनि बन्द हुनेछन्, ज्ञान बढी जानेछ। प्रेम कहिले अन्त हुने छैन। आगमवाणीहरू बोल्छौँ नि त्यो बितेर जानेछ। जति हामी भाषाहरू बोल्छौँ नि जति भाषाहरू बन्द भइजान्छन्। जतिले ज्ञानहरू जति हाम्रो भित्र ज्ञान छ नि त्यो ज्ञान पनि डलेर जान्छ। तर परमेश्वरको प्रेम प्रेम कहिले छर्ने अन्त्य हुँदैन। प्रेम सदाबार पनि छ। प्रेम के होला नि छ, सदाबार पनि छ। तर जब जनता बाहिर आउनेछ तब अपूर्णता बढी जानेछ। तब अपूर्णता के हुन्छ, बढेर जान्छ। जब बालक थिए तब बालक जस्तै बालक थिए। आज बच्चालाई हेर्नु भने बच्चा कस्तो बोल्छ, के ठुलो मान्छे बोलेको जस्तो बोल्छ, बोल्न सक्दैन। त्यसै प्रकार आज पौलुसले के भन्छ, बालक थिए, म बालक जस्तै बोल्थेँ होइन, बोल्थेँ। अनि बालक
हाम्रो धेरै त्यति प्रकार हामी पनि पहिला कस्तो थियो बालक थियौँ जबसम्म विचार गरिन्थ्यौँ बच्चाको समान थियौँ हामीलाई त्यो ज्ञानको मतलब बुद्धिको थाहा थिएन होइन हामी बालक जस्तो बोल्ने व्यक्तिहरू थियौँ अनि बालक जस्तै विचारहरू थियौँ तर आज उनले भन्छन् बालकले जस्तै तर्क गर्थे तर जब म जवान भए तब बालकको चाल हालेलुया जब म यहाँ फर्मुला पाइसकेको छु विश्वास गरिसकेको छु आफूमा जवान भइसकेको छु बालकको चाल मैले छोडिसकेको बच्चाको जस्तो व्यवहार छ अझ पनि हाम्रो बच्चाको जस्तो चाल छ बच्चाको जस्तो विचार छ आज पनि हाम्रो भने आज हामी जवान भइसकेका छौँ हामी होइन यसो नभन्नुला हामी त अरे बच्चा पनि भएको के छ हामी आत्मामा जवान भइसकेका छौँ नि त होइन आत्मामा हालेलुया लडाइँ पनि गर्थ्यौँ झगडा पनि गर्थ्यौँ बदमाई पनि गर्थ्यौँ हिंसाहरू गर्थ्यौँ क्रोधहरू गर्थ्यौँ ज्वरोहरू गर्थ्यौँ सबै जस्तो चाल गर्थ्यौँ भनेपछि आज हामीले त्यो कुरालाई अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौँ तर त्यस बेला चाहिँ सर्लङ्ग देख्नेछौँ अहिले म थोरै मात्रा बुझ्छु त्यस बेला चाहिँ पुरै बुझ्नेछु जसरी म पनि पूर्ण रूपले हालेलुया अहिले त म यो ऐनाको समान मात्रै छु म त्यो दिनमा म सर्लङ्ग देखिनेछु हालेलुया देखिनेछु अहिले त म धमिलोसँग देख्छु देखिनेछु र अहिले म थोरै मात्रामा बुझ्छु तर बुझ्ने म धेरै हालेलुया तर पनि हामी के ल्याएर छ अरू बुझ्छ आज बिहान हामी विचार गरिसकेका छौँ अनि भनेको हामी लास्टमा हेर्छौँ भने अब विश्वास आशा प्रेम ती दिन रहन्छ तर सर्वोत्तम चाहिँ प्रेम नै हो हालेलुया विश्वास आशा प्रेम यी दिन लास्टमा के भनेको छ हालेलुया भन्दा पनि आशा विश्वास र आशा भन्दा पनि अझ झन् लास्टमा त सर्वोच्च प्रेम नै आज हाम्रो भित्र प्रेम छ भने हामी सबै कुरा गर्न सक्छौँ प्रेम छैन भने के गर्न सक्छौँ हालेलुया प्रेमले हामीलाई सबै कुरा देखाउँछ प्रेमले हामीलाई सबै कुरा हालेलुया आज प्रेममा हामी सबै कुरा गर्छौँ मलाई शक्ति दिनु भने शक्ति दिनु भने म सबै कुरा गर्छु हालेलुया आज हामी विचार गर्नु पर्छ हालेलुया धन्यवाद दिन्छु अनि प्रभुले आशिष गरेका छन् हामी अगाडि समय हामी पाठ पढाइदिन्छौँ हामीले